एयरपोर्ट जानको लागि लेट्स गेट रेडी विथ मी। मलाई लिटरली यस्तो अचम्म लागेर आउँछ आफू देखेर होइन। काममा जानको लागि चाहिँ ओ माई गड मलाई उठ्नलाई यति 12:13 बज्छ होइन। तर एयरपोर्ट जान भनेपछि चाहिँ 2 बजे 3 बजे 4 बजे जति बजे पनि उठेर नकल पार्न सक्ने के। अहिले म रेडी हुँदै गर्दाखेरि चाहिँ 3:30 भइरहेको थियो के। अनि 3:30 बजे पनि हेर्नु न मलाई यस्तो जाँगर यस्तो ऊर्जा ओ माई गड रेडी हुनको लागि है। वन्स अपन अ टाइम होइन मलाई चाहिँ एयरपोर्ट भनेपछि यस्तो फोबिया थियो यस्तो डर लाग्थ्यो है। आई रियली डोन्ट नो होइन। एयरपोर्ट पुगेपछि जब चेक इन गर्ने टाइम हुन्छ नि होइन त्यो बेलामा चाहिँ म कस्तो नर्भस हुन्थेँ के। अनि म नर्भस हुनुको पनि रिजन छ जस्तो लाग्छ कि मलाई चाहिँ है। वन्स अपन अ टाइम मैले चाहिँ एउटा कन्ट्रीको जुन चाहिँ अनअराइभल भिजा थियो है त्यहाँ जान्छु भनेर पुरा टिकट होइन होटल बुकिङ एभ्रिथिङ ट्याक्सी बुकिङ एभ्रिथिङ मैले गरिसकेको थिएँ है। र अलमोस्ट 600-700 खर्च पनि भइसकेको थियो। तर के भयो भन्दाखेरि एयरपोर्टमा नै बोर्डिङ गर्नै दिएन कि मलाई चाहिँ। त चाहिँ स्टुडेन्ट हो त जान पाउँदैन भनेर एयरपोर्टदेखि नै फर्काइदिएको। इभन त बोर्डिङ गर्न पनि दिएन के। अनि भन्छ नि अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा पनि डराउँछ भनेर। मसँग चाहिँ त्यस्तै भएको हो कि खासमा। त्यो बेलामा त्यो इन्सिडेन्ट भयो नि त। त्यहाँदेखिबाट होइन एयरपोर्टमा त्यो चेक इन गर्ने बेलामा छुट्टै नै नर्भसनेस हुन्छ कि। इभन त म कतै जाँदैछु मसँग भिजै छ भने पनि मलाई त्यस्तो नर्भस हुन्छ। आई डोन्ट नो तपाईहरुलाई त्यस्तो हुन्छ कि हुँदैन। लेट मी नो है त। ओके बाई।